साथीहरु हामी यहाँ छौं यता यसो एयरपोर्टतिर आज कस्तो रहेछ एयरपोर्टको भन यो राजाको एयरपोर्ट भन्छन् के खै कस्तो छ यतातिर चाहिँ जान मन लाग्थ्यो कस्तो हुँदो रहेछ भनेर जान चाहिँ पाइए छैन यो राजालाई हेरौँ भनेर हो के एक परे त एयरपोर्टमा गएर त्यो पनि छैन हामी चाहिँ घुस्ने यताबाट अरे एउटा यस्तो साथीलाई छोड्न आएको कस्तो हुन्छ हेरौँ त्यो यस्तो रहेछ है एयरपोर्ट चाहिँ अहिले यो सानो ठुलो गरेर देखाएको थिएँ अलि भिआइपी भनेको उतापट्टि रहेछ भिआइपी यताबाट पनि छिर्दो रहेछ हामीलाई पनि थाहा थिएन अहिले बल्ल थाहा भयो यसो आउला आउला जस्तो छ अब यता 3 नम्बर हेर्न मामाहरू पनि बसेर रहेछन् यहाँ ए मामाहरूको गाडी अब यहाँबाट 3 नम्बर गेटमा अलि राम्रो फ्लाइट रहेछ के राम्रो भन्दाखेरि यो 2 नम्बर गेट भयो 3 नम्बर होइन 1 नम्बर गेटमा कतार एयरवेज 1 नम्बर गेटमा ए ल ओ साथी आउँदै थियो त्यही भएर एयरपोर्ट छोड्न आएको थियौँ हाम्रो भाइ यता हिरोहरू यता जाँदैछन् हाम्रो भाइ यता भाइ भाइ ए हाम्रो एउटा लक्ष्मण भाइ यता जाँदैछ छोड्नलाई कान्छा हाम्रो कान्छा ट्याक्क यता जाँदै हाम्रो जीवन दाई जाँदैछन् म त देखे छैन क्या हो कसरी देखिन्छु म अरे एउटा साथी यता मामुराको साथी म यो बोल्ने मान्छे म मेरो दाइलाई छोड्न जाँदैछु हाम्रो चितवनको दाइ मेरो घर पनि जान्छन् यस्तो गरे रोहन क्या हो केटा हो रोहौ क्या हो के रहनु यार रोछौ कि जस्तो लाग्यो आँसु पनि हो एयरपोर्टमा आएर आँसु निकाल्नु भाइ घर जान्छौ के भाइ जानियो के जानियो भाइ जानियो सबै जानियो किन रोहौ यार जानियो कसैलाई छोड्न रुन पर्दैन के भाइ सबैजना गइरा हुन्छ यहाँ आउँदा आँसु त आउँछ किन आँसु आउन पर्यो जानियो हाम्रो घर हो त भाइ जानु त मन लाग्छ नि जानियो भाइ टेन्सन नगर जान पर्छ हैन त्यस्तो नरौ है ओ आँसु पुस्दिम क्या आँसु पनि हार साथीहरु रुँदा रुँदै अब एयरपोर्टबाट छोडेर उहाँ कहाँ जान्छु भनेर भन्छन् रुममा पनि म त जान सक्दिनँ क्या भन्छन् यी हाम्रो गाउँले छन् एउटा लास्टै हँसाछन् म त होइन जाँदै जान्न रुममा जाएर कहाँ जान्छु